यो MG S5 को जुन भिडियो मैले एउटा अवेरनेसको लागि बाहिर ल्याइरहेको छु, यो मेरो कसैप्रति पूर्वाग्रह अथवा केही पनि हैन। यो मेरो आफ्नो पीडा हो, आफ्नो कुरा हो र म किनेको 6-7 दिनपछि नै नोइज इस्यु छ भन्दै पनि उहाँहरूले यसमा सिरियसली नलिएको कारणले मेरो लगानीको असुरक्षा अथवा चाहिँ मलाई स्याटिस्फ्याक्सन नभएको कारणले नै मैले यो भिडियो बनाइरहेको हो। मेरो कुनै अरू उद्देश्य पनि छैन। सायद अरू ओनरहरू खुसी हुनुहुन्छ होला अथवा उहाँहरू स्याटिस्फाई हुनुहुन्छ होला, त्यो मलाई खासै सरकारको विषय पनि भएन। तर मेरो केसमा चाहिँ मैले किनेको गाडीभित्र एकदमै धेरै नोइजहरू छ, जुन नोइज चाहिँ मैले योभन्दा अगाडिको गाडीहरूमा पनि पाएको थिइनँ। म चाहिँ खासै नोइज त्यति मलाई मन पनि पर्दैन। तर MG को जुन सर्भिस सेन्टरको अवस्था छ त्यो चाहिँ त्यति राम्रो छैन। आफ्टर सेल सर्भिसमा चाहिँ यदि नोइजहरू छ भनेदेखि अब यस्तो किसिमको म तपाईहरुलाई यो भिडियोसँग मेरो पुरानो लिंक गरेर म चाहिँ तपाईहरुलाई नोइजहरू कस्तो आउँछ भनेर म तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। र मलाई खासै केही गर्नु छैन। मैले मेरो एउटा मात्रै कुरा हो कि उहाँहरूले नोइजलेस गाडी दिनुपर्छ। एटलिस्ट एउटा ओनरले गाडी किनिसकेपछि 2-3 वर्ष उसले ह्यासल फ्री अथवा कुनै तनाव बिना गाडी चलाउने वातावरण हुनुपर्छ। हामीले यो गाडी धेरै पैसा भएर लिएको होइन, यो गाडी लोनमा लिएको छ, आफ्नो पनि समस्याहरू हुन्छन् भनेपछि यो MG ले आफूले पैसा लिइसकेपछि यसरी यो किसिमको अवस्थाबाट ओनरहरूलाई यस्तो गर्न मिल्दैन। मेरो केसमा म आफ्नो जस्टिसको लागि कुरा गरिरहेको छु र उपभोक्ताहरूलाई जुन हिसाबले उहाँहरूले चाहिँ सर्भिस आफ्टर सेल सर्भिसमा स्याटिस्फाई गर्न सक्नुहुन्न त्यो चाहिँ मलाई चाहिँ चित्त बुझेको छैन। 7 महिनामा 8 महिना गाडी लिएको भयो र 8 महिनामा 8औं चोटि 9औं चोटि गएर धेरै समय बर्बाद भइसकेको छ। यो मेरो जुन ड्याशबोर्डमा देख्नुहुन्छ यहाँ माथिहरू यो सबै देख्न सक्नुहुन्छ, यो एकदमै फोहोर भएको छ। यो पानी छिरेर तपाईको चाहिँ के रे सबै त्यो ब्ल्याक कलरको स्पटहरू चाहिँ राखेर यसरी यो कसैको पनि गाडीलाई यो गर्न मिल्दैन। मेरो भनाइ के हो भने तपाई सर्भिस दिन सक्नुहुन्न भने तपाईको गाडी तपाईहरुले रिटर्न लिएर जानुपर्छ। हैन भने सर्भिस दिनुस्, हामी तपाईहरुलाई सहयोग गर्न पनि तयार छौं, सबै कुरा गर्न तयार छौं। तर यसरी कुनै पनि सामान बेचिसकेपछि आफ्टर सेल सर्भिस अनि हरेक तपाईले बेच्ने सामानको जिम्मेवारी चाहिँ तपाईले लिनुपर्छ। वारेन्टी भनेको 1 वर्ष वारेन्टी भनेको के हो, वारेन्टीको टाइममा प्रब्लम आयो भने वारेन्टीमा के गर्नुपर्छ र सँगसँगै तपाईहरुले अहिले 15 वर्षको वारेन्टी भन्नुभएको छ, त्यसमा तपाईले दिने सर्भिस के हो, इन्स्योरेन्सको रोल के हुन्छ, यो कस्टमरहरूलाई झुक्याउने खेलो चाहिँ तपाईहरुले नगर्दा राम्रो। यसमा क्लियरली कस्टमरले के बेनिफिट पाउँछन् त? जस्तो अहिले मैले समस्या पाइरहेको छु, मैले 1 वर्षको वारेन्टी भनेको के हो त? मेरो 7 महिना 8 महिना भइरहेको छ, वारेन्टीले के काम गर्छ? र यो 11 वर्ष ब्याट्री मोटर यो सब वाहियात कुरा हो। त्यसैले यसमा चाहिँ एकदम ध्यान दिन जरुरी।